नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग किन फेरि यो आवाज उठ्यो? नमस्कार साथीहरू, आज एकदमै सामाजिक र संवेदनशील विषयमा कुरा गरौँ। नेपालमा पुनः उठिरहेको राजतन्त्र पुनर्स्थापनाको माग र आन्दोलनको बारेमा। नेपालमा करिब 240 वर्षसम्म राजतन्त्र थियो। 2062-63 को जनआन्दोलनपछि राजतन्त्र हटाएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो र आज करिब 18 वर्षपछि फेरि केही मानिसहरू राजतन्त्र फर्काउनु पर्ने आवाज उठाइरहेका छन्। राजतन्त्र फर्काउने माग गरिरहेका छन्, सडकमा उत्रिएका छन्। किन? यही विषयमा आज हामी बुझ्छौँ। भिडियोलाई हेर्दै गर्नुहोला। किन उठ्यो पुनः राजतन्त्रको माग? धेरैले भन्छन् अहिलेको राजनीतिक प्रणालीले आम जनताका समस्याहरूलाई समाधान गर्न सकेन। भ्रष्टाचार, बेरोजगारी, महँगी, अस्थिरता यी सबैले राजा निराश छन्। तर कतिपयले भन्छन् कम्तीमा राजा हुँदा त यस्तो थिएन। यही भावनाले हो जसले राजतन्त्रको पक्षमा आन्दोलनलाई ऊर्जा दिएको छ। अब हामी यो बुझौँ, आन्दोलन कसले गरिरहेको छ? राजतन्त्रको पक्षमा उठेका आन्दोलनहरूमा पूर्व राजाका समर्थक, राष्ट्रियतावादी समूह र युवा पुस्ताको केही भाग संलग्न छन्। कतिपय सङ्गठनहरूले खुल्ला रूपमा राजतन्त्र फर्काउनु पर्ने माग उठाइरहेका छन् र हालैका दिनहरूमा काठमाडौँ, चितवन, पोखरा यस्ता ठुला सहरहरूमा ठुलै प्रदर्शनहरू पनि भएका थिए। अब के संविधान अनुसार राजतन्त्र फर्किन सक्छ? नेपालको हाल संविधानमा गणतन्त्र स्पष्ट रूपमा सुनिश्चित गरिएको छ। अब यसलाई बदल्न संविधान संशोधन चाहिन्छ, जसका लागि 2/3 बहुमत आवश्यक पर्छ। त्यसैले गर्दा सिधै राजतन्त्र फर्काउने सम्भावना तत्काल देखिँदैन। तर यही तरिकाले जनमत बढ्दै गयो भने भविष्यमा जनमत सङ्ग्रहको माग उठ्न सक्छ। अब जनताहरूले के सोचिरहेका छन् त? केही जनताहरू भन्छन् राजा फर्काउने होइन, नेताहरूलाई नै सुधार्नुपर्छ। अर्कोतर्फ कोही खुल्ला रूपमा भन्छन् राजा आऊ, देश बचाऊ। राष्ट्रपतिमा चाहिँ राजा 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 माओवादी जनयुद्धमा हिँडेको सांस्कृतिक कर्मी मान्छे त मलाई लगेको राजा कि राष्ट्रपति? राजा 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 आऊ, देश बचाऊ। त्यो पार्टी राजा कि राष्ट्रपति? राजा। ठिक छ, राजा हुनु होइन, राजा आऊ, देश बचाऊ। राजा कि राष्ट्रपति? राजा। राजा कि राष्ट्रपति? राजा। सामाजिक सञ्जालमा त ह्यासट्याग राजा आऊ, देश बचाऊ भाइरल भइरहेको छ। त्यसैले देखाउँछ कि यो विषय अहिले निकै चासोको विषय छ, निकै चासोको रूपमा हेरिएको छ। अब हाम्रो जिम्मेवारी के? हामी कुन प्रणाली चाहन्छौँ? यो अनन्त जनताको निर्णय हो। तर जुनसुकै प्रणाली होस्, उत्तरदायी शासन, इमानदार नेतृत्व र जनउत्तरदायी प्रणाली नै सफलता हो। आन्दोलन हुन्छन्, आन्दोलन गरिन सक्छ, तर यो शान्तिपूर्ण संविधान सम्मत ढङ्गले हुनुपर्छ। यदि तपाईँहरूलाई यो जानकारी उपयुक्त लाग्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। तपाईँको विचार के छ? राजतन्त्र फर्किनुपर्छ या फर्किनु हुँदैन? कमेन्टमा लेख्नु होला। फेरि छिटै अर्को जानकारीमूलक भिडियो लिएर आउनेछु। नमस्कार।